Ikan cupai lagi mah. Uma. फ्राई गरेपा हुन्छ यत्रो डोज छ तेलमा फ्राई गरे तेल हुन्छ होइन आगोमा फ्राई गर्छ तेल तातिन टाइम लाग्छ न भइहाल्यो नि भनेको हाम्रो के टुङ्गा हुँदैन कहाँ जान्छौँ कहाँ जान्छौँ के अरे टुङ्गा हुँदैन कहाँ जान्छौँ जान्छौँ त्यही त मुलुक गएको यहाँ जान्छ आफूले जाने भोलि फेरि अब कहिले देश जानु छ यो सानो भयो कि अलिक कोक्रो हुनुपर्छ गाइस म त बोल्दैन नि त कोही के भन्नु बाउले पनि अनि तरुनी ल्याउनु भयो कि त तरुनीहरूसँग हिँड्नु भयो क्या पहिला चाहिँ बाउको आमा अनि तिमीलाई झोल हालेर पुगिहाल्छ म डढो होला साली ल एकछिन न त्यहाँ राख्न सानो बनाएर आइदिएन मुला तँ पनि भिडियो रेकर्ड गरेको छस् भिडियो रेकर्ड गरेको छस् हेर त गरे तँ आफै गरेको रहेछस् तिम्रो 1 मिनेट भयो ल आज चाहिँ हामी बाउआमासँग रमाइलो गर्न लागेको हाम्रो बाउआमालाई चाहिँ आज माछा पकाएर दिन लागेको ल खानु 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 ल आमा यत्रो ल्याएको त त्यति खानु छिटै त्यहाँपछि ओराउने पिए खानु हो त खानु हो खानु खानु ल खानु बाउ खानु जान थर्यानीहरूले आज माछा र भुजा दिए है बाउको 2 चोक्टा मात्रै देखेको थियो 3 चोक्टा देखेन छ क्या भिडियो ल बाउ ल चट्टा खानु ल बिस्तारै खानु है अड्केला छानेर खानु खरेर अलिक कता खाए बाउले आमालाई हेरेछ तँ त काटिस् है ल आजको यो खाजा हाम्रो बाउआमाको खाजा हामी पनि चाखेर हेरौँ आइज हामी पनि खाउँ यता चाहिँ पराइन त मिठो रहेछ
अड्किन्छ भित्र खानु पहिला पहिलाको कुरा गर्नु न गीत गाउनु पहिला पहिलाको अब खानु त गीत गाउँ त्यो त चिन भने रक्सी हो रक्सी देखाउनु आमा रक्सी देखाउनु लगाइ जरौ म रक्सी खाँदैछु भन्नु रक्सी खाँदैछु भन्नु यसरी बाउ लाउनु चेस गरौँ त्यसलाई पज गरेर उसका मलाई आज 15 गते मनाएको आज 15 गते मनाएको मिठो छ जिब्रो पड्काउनु पर्छ त खानु त खोइ त जिब्रो पड्काउनु भएन बिस्तार खान बिस्तार फेरि खोलाबाट मारेर ल्याएको माछा हो नि त फेरि यो जिउँदो किर्तिपुरको खोला माछा हो निस्केर हिँड्ने आमा आगो पकाएको भएर होला मिठो भएछ हौ होइन कोक नखाने तर माछा धेरै मिठो भयो अनि कति मिठो भएछ बाउ आमालाई मिठो भयो मिठो भयो त्यहाँ देख्यौ आमालाई कसले पकाएर दियो त कसले पकायो त्यो गोमासमा त हो गोमाले पकाएर दियो नातिनी गोमाले त्यसलाई के भन्छ तँलाई के दाजु यो पनि त्यस्तै रहेछ नाम तपाईँलाई मन पराउने मान्छेहरूलाई के भन्नुहुन्छ धन्यवाद मलाई मन पराएर माया गरिदिनु भयो भन्नु त मिठो मिठो भन्नुभएको छ असला माछा हो असला माछा हो खाए खाँदिनँ खानु है खानु बाउले जुठो खानुहुन्न म त जुठो पारेको छैन मैले रक्सी हालिदिएछु म यो रक्सी है माछा खाए माछा खानु नानु मिठो भएन मिठो छ धेरै खाने भए भन्नु त्यो एउटा खाइसक्नु खाइसक्नु त्यो म खाइसकेँ खाएर भने रक्सी नदिने आमालाई रक्सी चाहिँ खाने नि म फेरि नदेऊ आजलाई पुगी गयो भोलि देऊ भन्न खोजेको होला होइन आजलाई भइहाल्यो ए त्यस्तो कुरा छोडिदिउँ म भोलि पनि दिन्न यो माछा खाइकन अहिले फेरि दिने एक दिन्छु ल दिन्छु क्या झन् बोतललाई लिएर राख्दैछु यहाँ ल ल त्यो चाहिँ रामेछापको कोदोको पदम छाल हालेर झ्याप्प पारेर पठाएको आमाको नाममा मान्छेले डिउ खायो भने होला अड्काउनु होला बाउ छ भने माछा छैन
अब के खाने भरे के दिन खाने अब भाले काटेर खाने खाऊ बाली दिदीलाई दिनु कहिले जाने भोलि भोलि हामी जाने बिहानै भात खाने भरि पैसा हाल्दै त थाहा छैन मलाई अस्ति नै हाल्यो अरे देख छैन हस्पिटलमा अब भोलि दिने कसले हाल्ने पैसा कि कसले केही बुझिँदै भाउ त्यो नलिकनको हुन्छ हुँदैन नि त है ल आइयो बाउ चाहिँ भुटा खाइसक्नु त्यति खाइसक्नु क्यामेरा भिडियो म त खाएँ छोरीलाई माया गरेर दिएको म रक्सिदिन्न अब रक्सिदिन्न अब म भोलि पनि दिन्न अब नखाएपछि त कसले दिन्छ मैले खाएँ नि भात खानुपर्छ अनि पो दिन्छ नि त राफाको मोबाइल चाहिँ आँखेमा पानी ल साथीहरू आजको भिडियो चाहिँ यस्तै भयो किनभने हाम्रो बाउआमाले चाहिँ माछा खाने भन्नुभएको थियो त्यही भएर अब माछा पनि पकाएर दिएको असारको दिनमा पानीहरू त आइहाल्छ है टेम न कुटेममा पानी आइराखेको छ अनि पानीले गर्दा भिडियो पनि अलिक कस्तो कस्तो आइराखेको छ जस्तो जे भए पनि तपाईँहरूले हेरेर माया गरिदिनु होला लाइक सेयर सब्सक्राइब गरिदिनु होला मन परेमा आजको भिडियो चाहिँ यस्तै भयो अब चाहिँ म नेक्स्ट टाइम भिडियोमा भेट्छु अहिलेलाई छुट्छु थ्याङ्क यू सो मच बाई